पैसा ठुलो हुँदैन के बाबु, धन ठुलो हुँदैन कि आफ्नो इज्जत ठुलो चाहिन्छ। कहाँ त्यस्तो जातपाने कुला न बाउले रहेछ नि, न दाइले न भाइले न कसले न कसले के बोलेको त साँच्चै नि हो। हकाले अन्यहरु त हैन भनिन्छ घरसँग तिमीले बुढीसँग गरेर हामीसँग गरेर हुन्छ। ऊ त सौता ल्याउनु कोही मान्छ। गाडी खान नगरौँ केही पनि नभन्नु, राम्रो बुहारी आयो राम्रो आयो, यहाँ पनि राम्रै होला ठिकै छ। म केही पनि भन्दिनँ, बाधा पनि गर्दिनँ। खुसी छन् भने अब हजुरहरूलाई नै खुसी साथ राख्यो भने ठिकै छ। होइन तपाईँलाई राम्री अब गोरी राम्री कमाउने बुहारी पढेकी बुहारी आउँछ नि जेसी गरिदिनु। अब म छैन, अब मलाई बुहारी छ नअनु, मेरो बुढी छ नअनु छोराले भन्छ उसले त। ल्याउनुहुन्न बाबु। ओइ उसले टिटा कहाँ छोडिदिनु, बोल्न परेन। म जान्छु नि बोलिरहनु होला है, म सुन्न नि सकेन। होइन हजुरलाई अझै मजाक लागिरहेको छ त्यस्तोहरू भन्दाखेरि पनि मैले खुद सुनिरहेको छु कि बाबुको मोबाइलमा बोलेको। अनि कस्तो मजाक हुन्छ त्यत्रो भिडियो देख्न आएन। ल त्यसैमा नि एउटा केटासँग बनाउँछ त्यस्तै भिडियो। हजुरको छोराले के भन्छन्, मलाई साथी भन्छन्, भाइ भन्छन्, मेरो नचिनेको मान्छे भयो भने भन्नु त। होइन हजुरलाई अब त्यस्तो होला जस्तै लाग्दैन। म त के भन्छ नि भनेको। अनि मलाई लाग्थेन कि आजसम्म मलाई त्यस्तो केही पनि लाग्थेन, अझै केही पनि थाहा भएको थिएन अहिलेसम्म। अब मलाई माया नै गरे जस्तो लाग्थ्यो। असाध्यै अब माया गर्नु त हरेक कुरा जे भने त्यही पुऱ्याइदिन थियो। अनि यस्तो मैले पनि सोचेकै थिइनँ यस्तो गर्न्छ अनि त। पत्याएन नपत्याए मेरो खुद कानले सुने, अब नपत्याएर के हुन्छ। त्यसै उचालिदियो त्यसै यस्तो केटी हो यस्तो यस्तो ल्याउँछ त्यस्तो उचालिदिएको त्यस्तो नत्र यसरी केटीसँग मात्र फोटो खिच्न भिडियो बनाउनु भ्याउँछन्, कसैले टिकटक बनाउँछ भनेको तपाईँ आफै सोच्नु न। कुनै केटीसँग ल्याउने होइन सोधेको ए प्रभु के भने त के बोले त बोल्दा बोल्दै भनेको बौलाको त होइन। त्यो केटा त त्यो केटी 2 दिन पनि बस्दिन के थाहा उही कमाउने उसैले पाल्छ अरे। घुम्ने अनि यहाँ बस्ने काम यहाँ बस्ने हाल्यो र यहाँ त्यसै ठिक्क पारे आउनाले यहाँ गाउँमा ल्याउँछ नि र। अनि दुईटा जाने छोरालाई नि पाल्ने बुढीलाई नि पाल्ने, उनीहरू 2टा कमाउने यहाँ 2टा रमाउने आमा नि रमाउने। म त केही पनि गर्दिनँ, मलाई त दिनुपर्छ, मलाई त केही पनि गर्दिनँ। मलाई त तैँले मजाले भोर्नुपर्छ, खुवाउनुपर्छ मलाई। मेरो छोरीलाई नि पाल्नुपर्छ, रमाइ रमाइ पाल, नातिलाई पढा राम्रोसँग गर। म यहाँ यो चट्टै छोडेर त जान्छु हाम्रो नि ढोक्ला दिन्छु म त। त्यसका लोनले पाल्छन् भने सुतेर पाल्छन् भने मजाले आमा छोरी डौली बजारबाट सल मर्दै मजाले खाने चामल बोक्ने खाने क्यार खाने यसलाई खोज्न एउटा खोज्दै हो रे यसलाई दिउँ यहाँ ढोका बुढे ताल लाएर जान्छु कि म त। त्यस्तो केटी यतातिर लाग्यो नि त हुन्थ्यो नि त, नचाहिकन क्यार लगाएपछि यहाँ यस्तो लाठे भएर भएन, यो 30 वर्ष लागि लागिसकेन, यता पाइएन केटी। होइन गतिलाई पाइएन नि त, मिल्नु पाइएन। त्यो त लोभमा फस्यायो के खान्छ त्यस्तो लोभमा होइन, आफू लोभमा फस्निँदैन, आफू खर्च गर्ने बरु भएका दिने उनीहरूलाई। जिन्दगी हेर्नु परेन भनेको, जिन्दगी हेर्नु परेन आफ्नो कति लामो जिन्दगी छ के थाहा के हेऱ्यो यस्तो राम्रो बाला चाहिँदैन होइन। अझै म बोल्दैछु पर अझै राम्रोसँग बोल्नु मसँग त कुरा गरेको रे के बुझ्ने, मैले त बुझ्न पनि सबै बुझिसकेँ के बुझ्ने। यहाँ मलाई के भन्ने अब मन पऱ्यो ल्याइदिए नि हप्ताको 2 दिन बिदा।